ल हामीले पेटिकोट काट्दाखेरि चाहिँ यो चाहिँ चौकोस जुन छ यो चाहिँ कपडा हो है। हामीले अब कपडा कसरी राख्नुपर्छ भन्ने कुरा त तपाईँलाई थाहा छ होला। खुल्ला चाहिँ हाम्रो दाहिने साइडतिर हुन्छ भने बन्द चाहिँ हाम्रो देब्रे साइडतिर हुन्छ। अनि यसको कपडाको चौडाइ भनेको यो हो। यो चाहिँ चौडाइ भयो होइन। चौडाइ समथिङ लगभग 21 इन्ची बराबर अर्ज यसको चौडाइ कपडाको चौडाइ हुने कपडा चाहिँ हामीलाई 2 मिटर लाग्छ भने लम्बाइ चाहिँ 39 इन्च हुन्छ। यो 39 इन्च भनेको 1 मिटर हो। अनि अब हामीले डबल फोल्ड गरेर यहाँ 4 फोल्डमा कभर राखेका छौँ। 4 फोल्डमा कभर राख्दाखेरि आफूतिर बन्द भाग हुन्छ, उतातिर खुल्ला भाग गरेर हामीले कटिङ गऱ्यौँ भने पाटा 2 वाला पेटिकोटको लागि त्यो चाहिँ पाटा 2 हुने भयो भने अब 4 पाटेवाला चाहिँ छुट्टै हुन्छ। फेरि अब हामीले यसको नाप लिँदाखेरि हिप र लम्बाइ लिनुपर्छ है। अनि लम्बाइ र हिप भयो भने काफी हुन्छ। अनि हिप किन लिनुपर्छ भन्दाखेरि हिप चाहिँ हामीले यसको गोलाइ यसको यो यहाँनिरबाट माथि कम्मरको भाग लिँदाखेरि हिप परेकोमा आउँछ भने लम्बाइ चाहिँ अब लम्बाइमा परेको आउने भइहाल्यो होइन। अनि त्यो कुरा ध्यान दिनुपर्छ है। यहाँदेखि यहाँसम्म पुरा लम्बाइ लिँदाखेरि 38 जति लम्बाइ छ त्यति नै लग्यौँ हामीले। तल फोल्डिङको लागि हामीले प्लस गरेका छैनौँ किनभने हाम्रो योभन्दा माथि हाम्रो 2 इन्ची बराबर हाम्रो बेल्टरको लागि प्लस हुन्छ होइन। अनि तल चाहिँ हामीले फोल्ड गर्नु पर्दैन। 2 इन्ची माथि प्लस हुन्छ। तलको फोल्डिङ तलको भागलाई पछि फोल्ड गर्दाखेरि त्यो साइज मेन्टेन त्यसरी भइहाल्छ है। अनि अब यसको हिपको गोलाइ लिँदाखेरि कसरी लिने हो भन्दाखेरि हिप चाहिँ 40 इन्ची छ भने 40लाई हामीले 4 ले भाग गर्दा 10 इन्ची आयो। 10 प्लस 2 इन्ची गरेर हामीले यहाँदेखि यहाँ 12 इन्ची लग्छौँ। 12 इन्ची गरेर सिधै कपडाको यताको पोइन्टसम्म पुर्याउँछौँ। त्यस पछाडि चाहिँ यहाँदेखि यहाँसम्म नापेर जति आउँछ त्यति हामीले यहाँदेखि यहाँसम्म नाप्ने हो। यदि त्यसरी ननाप्ने हो भने हामीले मात्र 2 इन्चीदेखि 2.5 इन्ची बराबर यो मार्गदेखि माथि उठायौँ भने हाम्रो चाहिँ पेटिकोट तलको भाग चाहिँ राउन्डिङ भइहाल्छ होइन। अब अर्को यसको कटिङ गर्ने फर्मुलाहरू हेर्नुपर्दा चाहिँ हामीले यो हिपको कटिङ गर्दा चाहिँ हामीले हिपलाई 4 भाग गरी प्लस 10 इन्ची भाग गर्दा हाम्रो 40लाई 4 ले भाग गर्दा 10 इन्ची भयो। यसमा हामीले प्लस 2 इन्ची लुजिङ छोडेर हामीले 12 इन्ची चाहिँ यसको गोलाइमा राख्छौँ भने लम्बाइ लिँदाखेरि चाहिँ जति लम्बाइ छ त्यति नै हामीले लिनुपर्छ। यसमा अरू केही पनि छैन। अनि बेल्ट लिँदा चाहिँ साइडबाट बसेको कपडाबाट लिनुपर्छ। जस्तो कि हाम्रो यहाँदेखि यहाँसम्म यो साइडबाट बसेको जुन कपडा छ हो यही कपडाबाट हामीले के गर्ने यसको चौडाइ भनेको चौडाइ 5 इन्ची लम्बाइ 25 इन्ची लाग्छ। यो चाहिँ डबल कपडा छ है। यो चाहिँ 2 फोल्डमा कपडा छ। यो भाग 2 फोल्डमा मात्रै छ है। अनि यो यसरी लिँदा के हुन्छ भने यहाँ चाहिँ 12 इन्ची रह्यो। 12लाई हामीले सिङ्गल बनाउँदाखेरि 24 आयो। अब हामीले यसको चौडाइ 25 इन्ची लग्यौँ भने 1 इन्ची एक्स्ट्रा लग्यौँ क्या। अब 1 इन्ची एक्स्ट्रा लग्दाखेरि बेल्टको भागमा हामीले त्यो सिलाउँदाखेरि हामीलाई सिलाइको लागि चाहिन्छ। त्यस्तो तरिकाले तपाईँले दिन सक्नुहुन्छ है। यो कस्तो बुझ्नुभयो? अब नबुझेको कुराहरू चाहिँ मलाई भन्नु होला।